हेलो साथीहरु नमस्ते। मेरो चाहिँ यात्रा हुँदैछ आज चाहिँ यहाँदेखि नेपालसम्म हो, दोहादेखि नेपालसम्म। म चाहिँ यस्तो एयरपोर्टहरुमा भिडियो लिँदै हिँडिरहेको। त्यसपछि चाहिँ मैले बोर्डिङ पास पनि लिइसके। बोर्डिङ पास लिने चाहिँ त्यहाँ मिशन थियो, मिशनबाट लिए। अनि फाइनली इमिग्रेसनबाट भित्र छिरेर हेरेको त फेरि ठुलो एउटा टेडी बियर चाहिँ वेट गरिरहेको रहेछ है त्यहाँ फोटो खिचौँ भनेर। एनीवे इट्स रियली ब्युटिफुल। यो ठाउँमा आइसकेपछि चाहिँ अब चाहिँ घर जानु पाइन्छ भनेर पुरा खुसी हुँदै म चाहिँ हिँड्दै थिएँ हैन। यसो मान्छेहरू हेर्दै गएको, त्यहाँनिर पुरा सपहरू पनि ओपन थियो अनि मान्छेहरू पुरा आफ्नो डेस्टिनेसनमा जानुको लागि वेट गर्दै बसिरहनु भएको थियो। अनि शपिङहरू पनि गरेँ। त्यसपछि यसो घुमेँ, खाजा खानुलाई कहाँनिर राम्रो खाजा पाउँदो रहेछ भन्दै खोज्दै हिँडेँ। अनि खोज्दा त्यस्तो खाजा चाहिँ खासै मलाई केही मन पर्ला जस्तो त लागेन। तर यो चाहिँ अर्ली मर्निङ थियो हैन। अनि म चाहिँ हेरेँ अनि यहाँनिर नेपाली दिदीहरू पनि पुरा खाजा खोज्दै आउनु भएको रहेछ। अनि म पनि यसो हिँड्दै खोज्दै हिँडेँ के खाऊँ भनेर। तर मैले चाहिँ यहाँ चाहिँ केही पनि किनेन, मलाई खासै मन परेन। अनि फेरि म चाहिँ अर्को रेस्टुरेन्टतिर लागेँ खाजा के पाउँछ भनेर चाहिँ। अनि त्यहाँ यसो हेरेको त त्यो अन्डा रोल पनि खानु मन लागेन। अनि फेरि यसो अर्कोमा पनि हेरौँ, चेक गर्नु पर्यो भनेर फेरि म चाहिँ लागेँ अर्कोतिर हेर्नुलाई। योहरू पनि खासै मन परेन मलाई चाहिँ। रेड बुलहरूको प्राइसहरू हेरेँ फेरि अनि यसो सोच्दै गएँ। म चाहिँ लिँदा चाहिँ लिएन, तर सोच्दा चाहिँ सोचेँ हैन लिनुपर्थ्यो कि भनेर सोचेँ, तर लिन चाहिँ लिन। अनि ड्युटी फ्री भित्र हुँदै गएँ, बिस्तारै हिँड्दै गएँ। त्यसपछि चाहिँ म यता उता हेर्दै टोलाउँदै गएँ के बित्ति महँगो रहेछ भन्दै गएँ हैन। सामानहरू पनि महँगो रहेछ भन्दै हिँडेँ। अरूको लागि त सस्तै हो साथीहरू, तर मेरो लागि चाहिँ महँगो थियो है सामानहरू। अनि फेरि टेडी बियर भएकोनिर छेउमा चाहिँ एउटा रेस्टुरेन्ट देखाएको थियो। यसो के खानु पर्यो भनेर हेरेको, त्यहाँ त खोइ खासै मनपर्ने चिजहरू त केही पनि लागेन। आफूलाई फेरि चिलो पिरो अमिलो चाहिने हैन। अनि कहाँ यहाँनिर गुलियो चिज भएकोहरू त खानै मन नलाग्ने, यस्तै हो। अनि फेरि लागे अर्कोतिर, अर्को साइडमा रेस्टुरेन्ट छ भनेर भन्यो। फेरि लागे म चाहिँ अर्को साइडतिर। अनि टेडी बियर्सहरू भएकोनिर पनि यसो फोटो खिचेँ। अनि फेरि लास्टमा एउटा त्यो सप देखेँ, त्यहाँ चाहिँ मैले खाजा लिएँ है। खाजा लिएर अब कहाँ बसेर खाऊँ भनेर सोच्दै थिएँ, तर त्यहीँ बसेर खानु पर्यो भनेर त्यहीँ एउटा चिया पास्ता भन्छ के अरे लिएर खाएर अनि फेरि गएँ अब आफ्नो गेटतिर। छिटो खाइसकेपछि गेटतिर गएँ। गेटतिर जाने बेला त वाउ भने जस्तै कस्तो राम्रो ठाउँ देख्यो। फर्स्टचोटि देखेको। अनि फेरि म चाहिँ एयरपोर्टभित्र चाहिँ फर्स्टचोटि मेट्रो चढेको। पहिला त चढेको थिएन, पहिला त हिँडेरै जानु मिल्थ्यो। अनि अहिले चाहिँ फेरि यता साइडमा गेट ओपन भएको रहेछ हाम्रो नेपाल जानुलाई पनि। त्यसपछि चाहिँ यहाँ ठक्क लाएर बसेर मेट्रोदेखि चाहिँ जानुपर्ने भयो। दाजुहरू पनि आउनुभयो, मैले चाहिँ च्यालेँ। अनि फेरि पुरा जङ्गलभित्र आइपुगेँ है। मेट्रो स्टेसन के अरे एयरपोर्टभित्र चाहिँ पुरा जङ्गलभित्र आइपुगे जस्तो फिल भयो। वाउ सो ब्युटिफुल हैन, सो इलिगेन्ट अरे नि त। यस्तो राम्रो भ्यू त, ओ माई गड। यो पुरा नयाँ एक्सपिरियन्स हो क्या। दोहाको एयरपोर्टभित्र चाहिँ यस्तो दामी रहेछ। भित्र नगए त छिटै बुझेन हो। लेट भएको त छैन, बोर्डिङ चाहिँ भइरह। त्यही पनि म चाहिँ यो जङ्गलभित्र हिँड्नु मन लाग्यो, हिँड्दैछु है। चरा हेर्नु, चरा साथीहरू। ल अब चाहिँ मेरो बोर्डिङ हुने बेला भयो। अब सर्ट टाइमको लागि
कतारलाई बाई बाई गरेर, दोहालाई बाई बाई गरेर म चाहिँ घर जाँदैछु। एन्ड I'm so excited. I'm gonna post new video on YouTube. Finally guys, म चाहिँ लागेँ एरोप्लेनतिर हैन। बोर्डिङ टाइम भइसकेको थियो अनि फेरि भित्र गएर पनि खाना पनि दिनु भएको थियो अनि फेरि म चाहिँ खाना चाहिँ त्यति खानु मन चाहिँ लाग्दैन मलाई ट्राभल गर्दाखेरि। जति नै लङ डिस्टेन्स ट्राभल गरे पनि मलाई खानु मन लाग्दैन। तर पानी चाहिँ यसो हेरेको कतारहरू यसको लोगो रहेछ पानीमा पनि हैन, मान्छेको देशमा के बनाउँछ भन्दै हेर्दै गएँ। जहिले पनि म चाहिँ म्याप हेर्दै जान्छु अनि जति हिँडे पनि नपुगे जस्तै लाग्यो। अनि फेरि कति सुत्नु हो, सुतेर पनि निन्द्रा पुगेर पनि फेरि उठेँ हैन। अनि अब चाहिँ पुगिसकेको जस्तो फिल भयो। अलि 20 बाटो काटिसकेपछि चाहिँ पुगेको भन्ने जस्तो फिल भयो हैन। त्यही पनि म चाहिँ कहिले म्याप हेर्न नछोड्ने कि जतिखेर पनि म्याप हेरेको गर्ने। अनि फाइनली आइपुगेँ दोहाबाट। Kathmandu time चाहिँ अब 5:37 where the local time is 37 minutes past the hour of 5 in the evening. फाइनली ल्यान्डिङ भयो साथीहरू। अनि त्यसपछि चाहिँ सबैजना जरुक जुरुक्क उठेर झोला तान्नेतिर लाग्यो हैन। एरोप्लेन राम्रोसँग त पार्किङ गर्नु दिनु नि, नेपालीको बानी जहाँ पनि त्यस्तै हो। तैपनि एनिवे सबैजना गइसक्नु भएको थियो। अनि फेरि म चाहिँ त्यहाँनिर फेरि बिस्तारै हिँड्दै थिएँ नि त हैन। आफू चाहिँ सबैलाई साइड दिँदै बसिरहेको थिएँ। अनि आफ्नै घर त जाने हो नि हैन, कहाँ टाढा पुग्नु पर्ने हैन। एयरपोर्टदेखि 15 मिनट्सको डिस्टेन्स। अनि साथीहरू यहाँ चाहिँ भन्सारको बारेमा दिइरहनु भएको रहेछ सूचनाहरू हैन, गहनाहरू अनि मोबाइल ल्यापटपहरू के लानु मिल्छ भनेर। म चाहिँ यसो भिडियो गरेर राखेँ रिफरेन्सको लागि हैन। अब फ्युचरमा पनि जानु पर्दाखेरि अब काम लाग्छ भनेर। अनि फेरि यसो वेट गरेको, मेरो त लगेजै आएन। अनि 15-20 मिनट भन्दा पनि धेरै कुर्नु पर्यो। मैले अराउन्ड 30 to 40 मिनट्स कुर्नु पर्यो। अनि फेरि मेरो लगेज आयो हैन। आएपछि चाहिँ म चाहिँ लुकुर बाहिरतिर निस्केँ। बाहिर निस्किएपछि चाहिँ अनि यसो हेर्दै गरेको एयरपोर्टहरू चाहिँ पुरा कस्तो सफा रहेछ यहाँनिर हैन। अनि इन्डियन हिरोहरू हेर्दै गएँ म हैन। अनि त्यहाँ वेलकम टु नेपाल लेखेको रहेछ, यस्तो हेर्दै गएँ। म चाहिँ हिँड्दै अगाडि दाजुहरू पनि हिँडिराख्नु भएको थियो, दिदीहरू पनि हिँडिराख्नु भएको थियो। अनि यस्तो सफा एयरपोर्ट रहेछ भन्दै म चाहिँ लुकुर हिँडेँ हैन। अनि यसो बाहिर निस्किने बेलामा ठ्याक्कै यो देखेँ मोबाइल सिम कार्ड लिनेहरू पनि रहेछ, पैसा एक्सचेन्ज गर्ने ठाउँहरू पनि त्यहीँनिर थियो हैन। अनि यसो हिँड्दै गएपछि चाहिँ बाहिर निस्किने ठाउँमा आइपुगेँ। भित्र चाहिँ कोही पनि थिएन, ड्याडी आउनु भएको थियो बाहिरतिर हैन। अनि ड्याडी चाहिँ बाहिर हुनुहुन्थ्यो। अनि म चाहिँ हिँडेँ। क्या त हुँदैन होला मियानी, क्या त हुँदैन ट्याक्सी मैले नगल्दी कहीं गल्सी दावा लोची मकालो या हाँ लोची मकालो लोची ना मकालो काजे गल्सी इके गल मनी जुजो रोम में दोनों का जिदानी जुजो दावा जो गल्सी ना ना फेब्रुअरी मार्च ला काजे रोम नहीं के फंक्शन मार्च ला मनी लोची मकालो
भेटेका यहाँदेखि झोला टिपी मिलेन यो मेन मान्छेले चाहिने भनेको यो शिक्षा स्वास्थ्य त होइन हो कि भन्नु हजुर हो त्यो नै महँगो छ क्या यहाँ महँगो छ नि हजुर हजुर यसपालि भोट केमा हाल्नुहुन्छ त अब घन्टीमा हालिनु अब चेन्ज त हुनु पर्यो घन्टीमा हाल्नुहुन्छ है चेन्ज हुनु पर्यो नि त होइन ऊ सुन्नु यार सुन्नु यता चेन्ज हुनुपर्छ क्या अङ्कल हो अब यत्रो वर्ष त हेऱ्यो हेर्नुहोस् अहिलेसम्म केही गरेका छैन हेर्नुहोस् गर्न सकेन पनि होइन गाउँमा अलिकति त्यो कच्ची रोडमा डोजर खनेर मात्रै हुँदैन अब अलि राम्रो बनाउने देशलाई विकास गर्ने चाहियो गर्छ गर्छ चेन्ज चाहिँ हुनुपर्छ क्या चेन्ज चाहिँ हुनुपर्छ अनि केही त गर्छ होला नि फेरि ओ हेलो ओ नि सिधै अलिकति लेफ्ट जानुपर्छ होइन हजुर अलिकति यता गएर चाहिँ माथि जानुपर्छ होला तपाईँलाई बाहिर अलिक घर पनि आइपुग्यो ल अब चाहिँ यो खोल्छ यो खुल्दैन त यार हुन्छ के भएर हो एकछिन एकछिन किन एकछिन 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 स्कुटी ब्याट्री चेन्ज गरेको रे अब हो बाहिर नि आइपुगेँ साथीहरू म चाहिँ घरमा Thank you for watching. Bye bye.